अबको प्रधानमन्त्रीको रवि लामिछाने कि बालिन शाह? 22 महिनापछि सोमबार साँझ 7 घण्टा रवि लामिछाने र बालिन शाह भेटेपछि यो बहस सुरु भएको छ। यो बहसको चर्चा गर्नु पूर्व सोमबार एकै दिनका यी दुई तस्बिर हेर्नुहोस्। उनीहरू 3 दशकदेखि अविरल सत्तासीनहरू, निराशाहरू। उनीहरू 3 वर्षमा नेपालको राजनीतिमा उदाएका आशाहरू। उनीहरू जेनजी आन्दोलनलाई विध्वंस देख्नेहरू। उनीहरू जेनजी आन्दोलनलाई जनआन्दोलन र विद्रोह देख्नेहरू। जनताले राजनीतिबाट विदाई खोजेकाहरू। जनताले राजनीतिको नेतृत्वमा खोजेकाहरू। नेपालको राजनीतिमा इतिहास बन्दै गरेकाहरू। उनीहरू नेपालको भविष्य खोज्दै गरेकाहरू। यो तुलना मैले गरेको चाहिँ होइन। अहिले चिया पसलदेखि सामाजिक सञ्जालका वालहरूसम्म भइरहेको बहस नै यही हो। अब यो भन्न कुनै संकोच मान्नु पर्दैन कि पुराना राजनीतिक दलहरूकै भ्रष्ट र प्रतिशोधयुक्त राजनीतिबाट आजित भएका नेपालीहरू विद्रोहको पर्खाइमा थिए र त्यो विद्रोह भदौ 23 र 24 मा भयो।